वेलकम बैक माई न्यू भिडियो। आजको बिहान सुन्दर समय जय मसी अनि गुड मर्निङ सबै मेरो प्रिय श्रोत मित्रहरूलाई फेरि पनि तपाईँहरूलाई सबैलाई स्वागत छ। र आजको बिहानी तपाईँहरूको सामने म चाहिँ आएको छु माझमा। आज बिहान चाहिँ भर्खरै साथीहरू म चाहिँ उठेर है फ्रेस भएर अलिकति जिउलाई अलिकति रेस्ट फ्रेस भएर म चाहिँ अब बिहानको तयारी गर्नेछु। र आज बिहानी सुरुवात चाहिँ म तयारी ब्रेकफास्टहरू गर्नेछु है। ब्रेकफास्टहरू रोटीहरू बनाएर अलिअलि भए पनि ब्रेकफास्ट गरेर नानीहरूको लागि पापाहरूको लागि म ब्रेकफास्ट तयारी गर्नेछु साथीहरू। तपाईँहरू देख्न सक्नुहुनेछ। र यहाँ भने चाहिँ पापा अहिले चाहिँ झाडु मार्नु हुँदैछ। पापा चाहिँ है यहाँनिर झाडु साडु यताउता मार्नु हुँदैछ। पापा भने चाहिँ पापा चाहिँ बिहान छिटो नै उठ्नु भएको थियो अनि हामी चाहिँ त्यही अलिकति 9 बजे साथीहरू उठ्दाखेरि त्यही हो। अनि यस्तै छ साथीहरू भन्नुपर्दा चाहिँ। ल म चाहिँ अब तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला है। अहिले तपाईँहरू के गर्नुहुँदैछ थाहा छैन मलाई है। अहिले बिहानी सबै आफ्नै व्यवस्था आफ्नै काममा हुनुहुन्छ। कति नानीहरूको लागि ब्रेकफास्टहरू गर्नुहुन्छ होला, कति नानीहरूलाई स्कुल पुऱ्याउनु जानुहुन्छ होला है गाउँ बस्तीतिर। जहाँबाट पनि तपाईँले मेरो भिडियो हेर्नुहुँदैछ तपाईँहरू सबैलाई स्वागत छ। र म चाहिँ अब ब्रेकफास्टको लागि तयारी गर्नेछु गाइस। के गर्नुभएको? के गर्नुभएको? कुखुरा खोर साग बन्नुभएको? कुखुरा खोर साग बन्नुभएको? यहाँ चाहिँ खरायोहरू रहेछ, चढिरहेको रहेछ। यहाँ चाहिँ हाम्रो पापा यहाँनिर के गरिदिनु हुँदैछ, मरमसला गर्नु हुँदैछ कुखुराको लागि, यता खराईको लागि। अनि यहाँ चाहिँ खरायोहरू चढिरहेको छ साथीहरू। कुखुरा पनि छ है, कुखुरा पनि यहाँनिर चढि नै रहेछ, चारो माग्दैछ कुखुराले चाहिँ। पेरु भाइले यत्रो यहाँनिर चढ्दैछ पुरै शिरहरू गर्दै नाचिँदै। पापाले चाहिँ यहाँनिर पत्ता गोबीको उयो दिनु हुँदैछ कुखुराहरूको लागि, खरायोको लागि। यहाँ भने चाहिँ मेरो अस्तिको खरायो छ साथीहरू। यसले चाहिँ ब्याएको छ नि त, यसले ब्याएको छ। यो चाहिँ अहिले सुत्केरी अवस्थामा छ यहाँनिर। यहाँ चाहिँ बच्चाहरू अस्ति ब्याएको मसिनो बच्चा थियो, अहिले चाहिँ निकै ठुल्ठुलो भइसकेको छ साथीहरू। पुरा यसको रौहरू पनि आइसकेको छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तै मजाको भइसक्यो अहिले चाहिँ दुईटा। पुरा यसको भुत्लाहरू पनि आइसकिसकेको छ दुईटा मजाले। अब त निकै चढ्ने भएको छ है, कति मजाको देख्ने भयो साथीहरू, मजाको। अब चाहिँ एकदम हेर्नु लायकको भइसकेको छ मेरो खरायोको बच्चाहरू चाहिँ। एकदम मजा भइसकेको छ साथीहरू। यो चाहिँ त्यसको आमा, त्यसको मम्मी यहाँनिर के गरिदिँदैछ। यहाँनिर खानेकुरो दिएको, चढिहिँड्दैछ यताउता। राखिदिनु पापा, मजाले ढाकेर राखिदिने। पापाले यहाँनिर चाहिँ अहिले पापा साथमा छ र यताउता गरिदिन्छ पापाले। अब पापा पनि गएपछि त फेरि आफैले हेर्नुपर्ने हो साथीहरू। अहिले त पापा छ र पापाले यताउता गरिदिन्छ, खरायो कुखुराहरू चढाइदिन्छ। पापा मर्कोमा नि जान्छ, गइसकेपछि त त्यही हो, फेरि आफै हेर्नुपर्ने हो, आफै गर्नुपर्ने सब कुरो। अहिले पापा छ र ढुक्कै छ। पापा बसेको पनि 6 महिना लाग्नु लाग्यो साथीहरू। अब चाहिँ पापाले चाहिँ एकदम मजाले नानीहरूलाई चाहिँ स्याहार सुसार गरिदिनुहुन्छ हाम्रो पापाले। पापाहरूलाई त एक्सपिरियन्स छ नि त पहिलातिर। अब नानीहरू हेरेको हरेक कुरोको, पहिलाको बुढाबुढीहरू बुढो पाखाहरू है, उनीहरूलाई त धेरै कुरोको नलेज हुन्छ। अनि पापाले चाहिँ बहुत यस्तो कुरोहरू चाहिँ याद छ क्या पापाहरूलाई चाहिँ। अनि यसरी कस्तो गर्नुपर्ने, कुन पाराले गर्नुपर्ने बच्चाको लागि यहाँनिर सेफ्टी बनाइदिनु हुँदैछ पापाले चाहिँ। बिचरा खरायोलाई अब बच्चालाई सेफ होस् भनेर चाहिँ एकदम यहाँ बनाइदिनु हुँदैछ साथीहरू, मजासँगले। हेर्न सक्नुहुन्छ साथीहरू,
हाम्रो पापा चाहिँ यहाँनिर मजाले गर्नु हुँदैछ। पानी ल्याइदिनु ल, पिउने पानी एक बोतल ल्याइदिनु त। म नास्ताहरू बनाउँछु, खाजा साजाहरू बनाउँछु म। पानी हौ त्यो बोतल छ, पैसा लु के पैसा लानु, पानी ल्याइदिनु मजाले एक बोतल। म चाहिँ अब रोटीहरू बनाउँछु अलिकति भए पनि ब्रेकफास्टको लागि। ठिकै छैन पैसा? पापा चाहिँ यहाँनिर पानी ल्याउनु जाँदैछ साथीहरू। अब पिउने पानी ल्याउनुपर्छ साथीहरू, पिउनुपर्छ सब कुरो है। अनि पापा चाहिँ पिउने पानी ल्याउनु जानु हुँदैछ साथीहरू, तपाईँ देख्न सक्नुहुन्छ। नर्मल ल्याउने पापा ल, नर्मल, त्यो अस्ति चाहिँ चिसो पानी नल्याउनु। पापा चाहिँ गयो साथीहरू, पानी ल्याउनु गइसकिसक्यो साथीहरू। यहाँ चाहिँ पापा पानी ल्याउनु जानु हुँदैछ साथीहरू है। पुग्नु भयो पर पापा चाहिँ। भालेहरू चढिसकेको छ साथीहरू। यहाँ भाले निस्किसक्यो है। यहाँ चाहिँ कति उपर चढ्दैछ साथीहरू। अनि यतातिर चाहिँ मौसमहरू अहिले यस्तै छ साथीहरू, घामहरू लागिरहेछ। काम गर्नेहरू यहाँनिर यता मकान बिल्डिङहरू बनाउँदैछ है, त्यही भएर कामहरू गर्दैछ साथीहरू। यो हो अहिले चाहिँ यतातिर रमाइलो भइरहेछ साथीहरू, मौसमहरू एकदम। यहाँबाट चाहिँ गाई चढिरहेको रहेछ, यसलाई के दिनुपर्ने हो, खानेकुरोहरू दिनुपर्छ साथीहरू। यहाँ चाहिँ ल, यहाँ चाहिँ मेरो गाई चढिरहेको रहेछ मजाले, देख्नुहुन्छ साथीहरू गाई। यो मेरो हात चाटेको हेर्नु नि साथीहरू, यताको गाईहरूलाई बिचरा नुन पनि खानु पाउँदैन, मजाले मेरो हात चाटिरहेछ। के खाओस् र यता त अब
चाहिँ छोरा र छोरी चाहिँ सुतिरहेको रहेछ साथीहरू। अहिलेसम्म पनि यिनीहरूको चाहिँ उठ्ने टाइम भएको छैन, सुतिरहेको छ। हेर्नु है साथीहरू, नानीहरू चाहिँ मजासँगले सुतिरहेको छ। फ्री डाउन छोडिदिन्छ हो पुरा गाईहरूलाई। यो चाहिँ हाम्रो मकान हो। यो मकानमा चाहिँ हामी बस्छौँ साथीहरू। यो फ्लोरमा चाहिँ हामी बस्छौँ है। अनि यहाँनिर यो माथि सबै यो फ्लोरहरू तपाईँले देख्नुहुन्छ। यो चाहिँ सबै माथि दिदीहरूको है, धरानको दिदीहरूको मकान हो। यो मकान छ। यो मकानमा चाहिँ हामी बस्छौँ। अनि यो भित्र चाहिँ के, यो चाहिँ गेट हो है। यहाँ चाहिँ खराहरू मजाले चढिरहेछ साथीहरू। अनि यो फ्लोर, यहाँ बाइकहरू राखिरहेछ है। यो चाहिँ हाम्रो हल रुम हो साथीहरू। यहाँ भने चाहिँ मेरो किचन तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ किचन हो मेरो है। यो चाहिँ सबै मेरो किचनहरू पर्छ साथीहरू। यो चाहिँ किचन हो मेरो। यो किचनमा चाहिँ म काम गर्नेछु। यो चाहिँ किचन हो है। यहाँ चाहिँ मैले आँटाहरू बुनेर राखेको छु साथीहरू। अनि आँटा चाहिँ अब म रोटी बनाउने छु साथीहरू। यहाँ मैले आँटालाई बुनिसकेको छु साथीहरू। अब चाहिँ यसलाई म रोटी बनाउने छु साथीहरू है। पापा पनि आइसक्नु भएछ साथीहरू पानी लिएर। यो चाहिँ मैले कुण्डी लगाइदिन्छु नि त पापाको लागि। पापा पनि पानी लिएर आइसक्नु भयो साथीहरू। अघि जानुभएको थियो भने चाहिँ अहिले पानी लिएर आइसकिसक्यो। पिउने पानी 15 रुपियाँ बोतल पर्छ साथीहरू। पापा गइसक्यो पानी लिएर। फेरि म चाहिँ ब्रेकफास्टको लागि तयारी बनाउँछु। अघि बनेको रोटी मैदा चाहिँ एकदम फाइन भइसकेको छ। यसलाई चाहिँ म काट्ने छु साथीहरू है। यत्रो साइज बनाउने छु। बिहानीको सूर्य जस्तो तपाईको महिमा छायो मेरो जीवनमा। बिहानीको सूर्य जस्तै तपाईको महिमा छायो मेरो जीवनमा। मैले हिँड्ने गोरेटोलाई यीशु बिर्साउने चौतारी। साथीहरू मैले भने फाइनली रोटी चाहिँ बेलिसकेको छु है साथीहरू। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ रोटी मेरो सकियो। अनि यहाँ चाहिँ मैले रोटी बेलिसकेको छु, तपाईँहरूले देख्नुहुन्छ है। अब भने चाहिँ म रोटीको लागि
तयारी गर्नेछु। फाइनली भइसकेको छ। महिमा उठ उठेर पढ्नुपर्छ। पेपरको लागि पढ। महिमा ओ कान्छी उठ उठेर पढ छिटो। पेपरको तयारी गर्नुपर्छ फटाफट। सोतेर मात्रै हुँदैन। रोटी डढ्यो। किचनको काम गर्न साह्रो छ साथीहरू, साह्रो छ। साथीहरू फाइनली भने चाहिँ म मेरो ब्रेकफास्ट रोटीहरू बनाइसकेको छु साथीहरू, र तपाईँहरूले देख्न सक्नुहुन्छ। अघि म रोटी बनाउँदै थिएँ भने फाइनली अहिले चाहिँ मैले रोटीहरू बेलिसकेको बनाइसकेको छु साथीहरू। र रोटी देख्नुहुन्छ तपाईँले, रोटी मेरो चाहिँ फाइनली भइसकिसकेको छ।
र अब भनेपछि साथीहरू म खाना बनाउने छु साथीहरू। दिउँसोको नानीहरूको लागि खानाहरू बनाइराख्ने छु है। अनि फाइनली मैले यहाँ चाहिँ कुकरमा चामलहरू गरिसकेको छु साथीहरू। र म फाइनली अब खाना बनाउने छु। खानाहरू बनाएर है दिउँसोको लागि तयारी गर्नेछु साथीहरू। मैले कुकरमा खाना चढाइसकेको छु साथीहरू। अब त्यसरी पढ ल, मजाले पढ्नै। पेपरहरू चल्दैछ अब मजाले। उठ उठ तिमी चाहिँ। ओके, पछि इलाज गर्नु, मजाले पढ्नु। भोलि पेपर छैन? भोलि हो पेपर? पेपर रहेछ, मजाले पढ। र साथीहरू फाइनली म चाहिँ ब्रेकफास्टहरू बनाइसकेँ र म अहिले चाहिँ दोकानमा जाँदैछु। दोकानमा गएर दुध ल्याउने छु। दुध लिइकन चाहिँ चिया बनाएर ब्रेकफास्टको साथमा गर्नेछु तयारी। र अहिले चाहिँ म यहाँनिर बाहिर निस्किसकेको छु। र पापा चाहिँ यहाँनिर झाडु मार्नु हुँदो रहेछ फेरि पनि। एकदम पापाले यहाँ झाडु मार्नु हुँदैछ है। गल्लीहरू चाहिँ एकदम मजाले चम्काएको छ। नयाँ बनाइदिएछ पापा चाहिँ यहाँ झाडु मार्नु हुँदैछ साथीहरू। एकदम झाडु मार्नु हुँदैछ साथीहरू। म भन्छ दोकानतिर जाँदैछु अहिले। यहाँ दोकान गएर दुध ल्याउनु जाँदैछु साथीहरू। ल, दुध लिएर आएर चाहिँ म चिया बनाउने छु। यता मार्केटहरू चाहिँ यस्तै छ अहिले चाहिँ। यता गाई गोरुहरू छ। ल्या, त्यो दोकान पनि बन्द परेछ साथीहरू। अब अर्कैपट्टि जानुपर्ने होला। फेरि फर्केर म चाहिँ यतै जाँदैछु दुध ल्याउनु भनेर गएको, दोकानै बन्द रहेछ। अब अर्कैपट्टि जानुपर्ने हो दुध ल्याउनुको लागि। त्यहाँबाट चाहिँ ब्रेकफास्टहरू गरेर जानुपर्छ साथीहरू। पापा यहाँ झाडु मार्नु हुँदैछ फेरि पनि। फाइनली यता चाहिँ मार्केटहरू यस्तो छ साथीहरू। अहिले मार्केटहरू भर्खर खोलिसकेको छ, भर्खर है। म चाहिँ भाइ दही है क्या? एक दे देना। एक देना। कितना? आधा किलो वाला कितना का? 35 के दे दो। म चाहिँ एक दही ल्याउँदैछु साथीहरू अहिले चाहिँ। अब दही लिएर चाहिँ यसो रोटीहरूसँग खानेछु। र ब्रेकफास्ट चाहिँ मैले रोटी बनाएको छु साथीहरू। मैले दही लिइसकेको छु साथीहरू। दुधको बदलीमा चाहिँ मैले दही लिएको छु है। यसलाई दही लिएर अब चाहिँ रोटीको साथमा खानेछु साथीहरू। र मैले चाहिँ दही सेहरू लिइसकेँ अहिले भने चाहिँ। अनि म चाहिँ दही लिएर आउँदैछु साथीहरू। यो दही चाहिँ पहिले देख्न सक्नुहुन्छ है। दुध ल्याउनु भनेर गएको, दही पो लिएर आएँ साथीहरू। दहीसँग रोटी राम्रो हुन्छ नि त। अन्त यसो ठन्डा पनि हुन्छ पेटलाई हो। चिया खायो भने त अब ग्यास हुन्छ, त्यही भएर दही लिएर आएको छु। दहीले चाहिँ पेटलाई पनि ठन्डा गराउँछ र रोटीहरूसँग खानु पनि राम्रो हुन्छ। र आजको हाम्रो भोजन चाहिँ बिहानको ब्रेकफास्ट चाहिँ दहीसँग आउनेछ साथीहरू। र साथीहरू फाइनली भने चाहिँ हामी चाहिँ तपाईँले देखिसक्नुभयो होला। बाँकी चाहिँ मैले ब्रेकफास्टहरू खाइसकिसकेको छु। पापा म नानीहरू ब्रेकफास्टहरू सकिसक्यौँ। अनि अब चाहिँ भने हाम्रो ब्रेकफास्ट सक्नुको बाद चाहिँ अब ड्युटीतिर जानु छ साथीहरू। म भने चाहिँ काममा जानेछु। अनि यहाँ चाहिँ छोरी महिमा यहाँनिर खरायोलाई पक्रिरहेको रहेछ। यहाँ चाहिँ खरायोलाई पक्रिरहेको छ छोरी चाहिँ उठेर पढाइसराइ गरेर। अनि पापा चाहिँ यहाँनिर सफाइहरू गर्नुहुँदैछ साथीहरू। यहाँनिर एकदम सफाइहरू गर्नुहुँदैछ। र बाँकी फाइनल साथीहरू मेरो चाहिँ कामहरू सकिसकेको छु। र अब भने चाहिँ अहिलेको यसलाई भने चाहिँ अब म यतिमा अन्त गर्न चाहन्छु। तपाईँहरू सबैको समक्ष है छोटो भिडियो लिएर आएछु। ओके, बाई बाई।